चाहिँ अहिले खोलादेखि यो टुटकी खोलामा आइसकेका छौँ अहिले। अब यहाँदेखिको यात्रा बल्ले माथि टोटके डाँडा अनि बल्ले नाउला हुँदै डाँडाखुट्टी हुँदै तुलसीपुरसम्मको हुन्छ। हेरेर साथ सम्पर्नु होला। खुसियाली बनाइरहेको छ। देखो न अब यसलाई कमेन्ट शेयर गरिदिनु लागि पोस्ट गर्यो है। सबैजनाले माया गरिदिनु हाम्रो बोलीलाई। कतिले पनि गरिदिनु होला है खानु। गोलीडनलाई आज मजा आइरहेको होला है। गोलीडनलाई आज मजा आइरहेछ। सोध्नु परेर मजा चाहिँ नै त्यसरी भन्नु आज उकालो चर्च भनेको फाइनली यो काफलको बोट हो। काफलको बोट अनि काफलको बोट अहिले सब काफलको चाहिँ असिनाल झारेर एउटा यसरी लिएको छ। यता बाबु छ फोटो अलिक उता ढल्दिनु है तपाईँहरू। उता फोटो पठाएर बस्नु। यो चाहिँ हाम्रो टोटकी स्कुल हो। टोटकी स्कुलको यसलाई चाहिँ गुराँसको बोट भन्छ। गुराँसको बोट पनि सुकिसकेको छ हो। यसलाई ऐसेलु फल ऐसेलु काफल र ऐसेलको सिजन छ आजभोलि। चोथ्राको पनि छ अहिलेको। यसलाई यो चाहिँ टोटके स्कुल हो। टोटके स्कुल श्री माध्यमिक विद्यालय हो। टोटके त्रिवेणी कपालिका टोटके सल्यान। चाहिँ अहिले घेरबारको सुरु काम भइरहेको मान्छे चाहिँ गाडी कुल्टा पक्राउनु आएको छ। यहाँबाट देखिने यहाँबाट यो अहिले बादल लगाएर छिकिरहेको छ। न त यहाँबाट सिस्ने हिमाल देखिन्छ। सिस्ने हिमाल देखिन्छ। यो एरियामा सिस्ने हिमाल देखिन्छ। यहाँ तल यहाँ चाहिँ शारदा बगिरहेको छ। यो शारदा यो चाहिँ शारदा हो। सल्यान शारदा। यहाँको यो गाउँ चाहिँ मेरो गाउँ हो। भीमखोला ठुलो गाउँ भन्छ त्यसलाई चाहिँ। त्रिवेणी गाउँपालिकाको सबभन्दा ठुलो गाउँ हो हाम्रो भीमखोला गाउँ चाहिँ। ल हेलो के खाँदै हो? रोटी मिठो हुन्छ। कहिले आउँछ त घर? थाहा छैन।
बसीको त भाडा लगभग 2000 जति मागे ठिकै हुन्छ क्या अहिले चाहिँ हाम्रो अहिले चाहिँ मौसमले च्यालेन्ज गरिरहेको छ बदली गरिरहेको छ घाम लागिरहेको छैन हाम्रो गाउँ चाहिँ अलि पौराणिक गाउँ टाइपको छ किनकि पाहाडले घेरेको छ बिचमा छ गाउँ उताको पाहाडले घेरेको छ पाहाडले घेरेको छ बिचमा गाउँ छ फेरि अझै हुनुहुन्छ यसलाई चाहिँ तिखुचुली हो यो हाम्रो गाउँमा चाहिँ धेरै तिखिलो मानिन्छ यहाँ आउँदा चाहिँ यस्तो सम्म छ यो समतल छ यो एरियामा मृगहरू धेरै पाइन्छ यो तलदेखि नै यो गाउँ चाहिँ कटमेरा हो कटमेरा गाउँ भन्छ त्यसलाई यहाँ तल यो गाउँ चाहिँ बिर्खे भन्छ यसलाई बिर्खे यो चाहिँ बिर्खे गाउँ हो यसलाई चाहिँ यो गाउँको सल्लेरी भनेर चिनिन्छ गाउने गाउँलाई आजभोलिको काफलको सिजन भयो र काफलहरू मान्छेहरू धेरै खान आउँछ हाम्रो गाउँमा अहिले चाहिँ हामी यहाँबाट अब सरदा त हामी लागिसकेका छौँ यहाँदेखि